भने के ओए सर यता आउनुस् त म त्यसको एन्सर दिन्छु मैले अघि ल भन्नुस् ल तपाईले यो एन्सर दिनु भयो भने तपाईले $1 हैन तपाईले $10 पाउनुहुन्छ तपाईले आफ्नो इसेवा आइडी तल कमेन्ट बक्समा छोडिदिनु होला मैले तपाईको अकाउन्टमा $10 एन्सर दिनु भने भोलिको भोलि तल कमेन्ट बक्स हेर्दै छु हेर्नुस् होला त्यहाँ तपाईले एन्सर दिएको भयो त्यो एन्सरको प्रयोग चाहिँ नगर्दिनुस् होला हार्दिक श्रद्धाञ्जली गर्दैछु म के बोले भाइ के बोले ल पहिला अन्डा आयो हजुर अन्डा कसरी आयो ल भन्नुस् मुर्गे चाहिँ कहाँ गयो अन्डा कसरी आयो भने तपाईले आफ्नो अन्डा एउटा यहाँ तपाईसँग छैन मैले भने त मैले अन्डा हिजो मैले फुटाएर त्यसको भित्रबाट निकालेर त्यो बेचेको मैले त्यो अन्डा हुनै सक्दैन त्यो अन्डा आएपछि त्यसपछि चल्ला आयो त्यो अन्डाबाट चल्ला आयो ल ठिक छ मान्छेको अन्डाबाट चाहिँ कुखुराको चल्ला चाहिँ कसरी आयो ल भनिदिनु होला त एकपल्ट यो फस गया सीएम त्यो तपाई कुखुरै जस्तो हुनुहुन्छ नि त हेर्नु त कपाल मेरो कपालमा के छ र कुखुराको जस्तो छ नि त नि कुखुराले नि हेडफोन लाउन थालेछ है आजको नयाँ ब्रेकिङ न्यूज फेरि तपाईको च्यानलमा मैले प्रस्तुत गर्दैछु अनि त्यो हड्डी हेर्नुस् त ट्याक्क टोको लाग्ने खालको देखेछ हड्डी कहाँ छ कोही जिता जात कुखुरा है त्यो त हड्डी त छ्या मरेको त्यो मसान घाटबाट उठेर क्याक्रेक पनि हिँडे जस्तो त्यो हड्डीको दुरी चाहिँ अगाडि हुनु पर्ने ठाउँमा पछाडि छ त हो के हो गजब बेइज्जती है इन्टरभ्युले सरको भएन नमुना जस्तो नमुने रहेछ पछाडि भन्छु है अगाडि हुनु ठाउँ पछाडि छ त हो अरे देवा ये गडबड है बाबा एकछिन ल म आइहाले ल एकछिन ल A few moments later. अब भन्नुस् तपाईहरुले के भन्न सक्नुहुने छ अब के छ के छैन ल भन्नुस् ल ये क्या हो गया एकछिन मान्छे गायब मा कसम ल भन ल अब के भन्छ तपाईले त जादु गर्नुभयो त सर जादु त नाम त एक्सपर्ट हो मैले नदेखा मात्रै फेरि देखाएँ नि फेरि त एक सरको दुनिया अल्टो बनाइन्छ नि फेरि म त झूठ बोलो बार बार झूठ बोलो एकछिनमै एक्सुट लाएर आइदिएर यार हाम्रो त डाउनलोडै भएन सर ए हो र मैले कहाँ एक्सुट लाएर तपाईले एक्सुट लाइराख्नु भएको छैन लाइरहेको छु हो सही हो एक्सुट लाइरहेको छु ओभर एक्टिङ करता है साला ओभर एक्टिङ की औलाद हेर्न सक्नुहुने रहेछ जिता जाग्दा अफ्रिका नै आएको छ हाम्रोमा आम्मामा ओइमा कसम यो त होइन होला यार रेमा स्टोरीको सानो बाउ ओइ हुन सक्छ एकदम सही हो हेर्न सक्नुहुने रहेछ हेलिकप्टर ल्याउँदै यहाँ मान्छेलाई दुर्गा प्रसाद के हुँदैछ नाम दुर्गा स्थापना आउँदैछ हेलिकप्टरमा हेर्न सक्नुहुनेछ के ल्यान्डिङ गर्ला नयाँ तर्कुली कहाँको खोइ अझ यो कमेडी पनि कतै सुन्न परेको सही भन्नु मैले ख्याल आएको थिएँ